हेलो नमस्कार सम्पूर्णमा काठमाडौँदेखि गोर्खासम्मको यात्रा धादिङ बजार बेसी देखियो अलि मासतिर थोरै यस्तो हालत भए बाटो एकदम खत्तम बाइक पनि यस्तो भएछ अगाडिबाट हेर्नु बाटो साह्रै खत्तम रहेछ अझ बनेको पो अरे यता यस्तो नि बन्द रहेछ बाटो हालत सब साथीहरू आउँदैछन् पर्खिरह है एक्सपिरियन्स रमाइलो लाग्यो तपाईँलाई कस्तो लाग्यो दाइ अहिले चाहिँ हामी धादिङको खरी भन्ने ठाउँमा आइपुगेका छौँ एकजना आमालाई पर्खिरहेको छौँ अनि सबैजनालाई आन्टीले कुखुरा ल्याउनु भन्नु छ लोकल हो कि ब्रोइलर हो कति किलोमिटर ज्वालामुखी गाउँपालिका वडा नम्बर 5 मा पुगिसकेको छौँ हामी खरी भन्ने ठाउँ यो चाहिँ त्यहाँबाट चाहिँ हामी राति आमालाई लिएर घर पुग्यौँ र त्यो चाहिँ भोलि बिहानको देवाली गर्ने ठाउँ हो पिपलटार गोर्खा थापाको पूजा व्यवस्थापन समिति 2081 भीमसेन थापा गाउँपालिका 8 महादेवटा बोरलाङ गोर्खा गण्डकी प्रदेश नेपाल। पूजामा गइसकेपछि फेरि हामी हेलो गर्दा हेलो गर हेलो उडी चुप्पा देऊ उडी चुप्पा फेरि यो मोबाइलमा उडी चुप्पा यहाँ मोबाइलमा हेर उडी चुप्पा हाय हेलो भन गुड मर्निङ भन गुड मर्निङ भन गुड मर्निङ मेरो भिडियो आओस् भन आओस् ल दिदीको नि आओस् बहिनीको नि आओस् पूजामा जान लाग्नु हेर न गाडी चढेर पूजामा आमा भाउजूहरुलाई लिइसकेपछि फेरि पूजामा भन्नुभएको कुरा यथार्थ हो। यसै गरी खाता तथा लेखा समिति श्री खाना वितरणको लागि अनुरोध गर्दछु। त्यसै गरी सम्मानपूर्वक वितरणको लागि समितिका अध्यक्ष श्री साधुनाथ थापाज्यूलाई तयारी गरेर बस्दिनु हुन पनि म अनुरोध गर्दछु। यो त कोरियाको भनिदिनु भयो सभा त आइमाईको कुरा भित्र त आइमाईलाई थाहा हुन्छ हेर्ने हो गाइस बोका ओके बोका बोका हेर्ने हो गाइस बोका बोका चखमले थाहा यार हाम्रो यहाँ कचौडा घाँटी या त छिनाउँछन् कि यो त सक्दैन न त चङ्गे रहेछ सबैभन्दा चङ्गे चाहिँ घाँटी हेरेन कत्रोमा
पोखा काट्ने कार्यक्रम हुँदा हुँदै भने चाहिँ गण्डकीतिर लाग्यो उताबाट अर्को के खोला आएर चाहिँ गण्डकी चाहिँ यता उँभोबाट आएर चाहिँ अर्को त्यो खोलै हो क्या खोला भन्दा ठुलो खर्च नदी नै हो कहाँ मिसिया छ के कुरी भिर रे चाहिँ अर्लाङ कुरी भिर मिसिँदो रहेछ त्यो चाहिँ उतापट्टिको चाहिँ साह्रै चट्टा सोले यस्तो भयो अहिले चाहिँ बनाएर छाडे यहाँ चाहिँ हामी मजाले पोल्दैछौँ यता मामाजी भुँडी काट्दै हुनुहुन्छ यो त बान्दै चाहिँ टुक्राउँदै हुनुहुन्छ है त भुँडी डिपार्टमेन्ट काटेर अब उमालेपछि दामी हुन्छ इनर पार्ट सेक पापड दुईजनाको हजुर नुन लिएर आउँछ फुलेर हल्का हातले गएको त्यसो उतारेर भाँडामा पानी राख्ने रहेछ पानी राख्ने घाँस चढिरहेको छ हल्कासँगले तास ल फेरि हालो गर्नु त आएन आएन गर्नु न छिटो के गर्यो हेलो 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 हाम्रो साइली आमा जग्गा हुनुहुन्छ बिहामा जाँदा बोल्दा अनेक चट्ट बनाएर खाएर हामी चाहिँ भोलिपल्ट गण्डकीतिर लाग्यौँ है त गण्डकी नुहाउनको लागि बाटो त खतम छ क्या हो गण्डकी जात ल ल ल ल ल बनाउँदै रहेछ नि त यस्तो छन् गाइजहरू पारा हाम्रो सानो भाइ हेलो गाइस वेलकम टु माई भ्लग के हो त्यो यो खाजा रोटी अचार तरकारी अरू बाटो नभए त जाने यस्तो स्ट्रगल गरी हिँड्नु पऱ्यो कट्टु मात्रै लाएर नि चलाउँछ मान्छे मात्रै नुहाउनु भएन बाइक पनि नुहाउनु पर्यो बुढी गण्डकी ठुलो मान्छेहरू पनि
घर फर्किने बेला कसले डढेलो लगाइदिएछ। अब यहाँबाट फर्केर हामी गोर्खा बजार लाग्दैछौँ है त भोलिपल्ट बिहान। हालत त यस्तै छ। कालो चाहिँ हाने हामी बुङकोट है गोर्खा बजारको लागि निस्किएको हौँ बिहानै बुङकोट साप्ती गोर्खा। त्यहाँ चिया खाएर हामी लाग्यौँ। यो चाहिँ मामाको बगान हो। यो चाहिँ गोर्खा बजार त्यहाँ आले भन्ने ठाउँमा गोर्खा बजार अलिक छोरै छेउमा मामाको पहिला होटल थियो अरे। अहिले काठमाडौँतिर बस्ने अरे। अहिले गाई चाहिँ पालन गर्नुहुन्छ आले है त्यो चाहिँ। अब हामी यहाँ निस्किँदैछौँ है त गेट गोर्खा बजार छुट्टिने ठाउँमा पुग्यौँ है त हामी। यहाँबाट चाहिँ हामी एउटा बाइक राखेर अर्को बाइकमा चाहिँ हामी माथि गोर्खा दरबार सङ्ग्रहालय जान्छौँ। यो चाहिँ स्वर्ग जाने बाटो हो। आँखा चिम्ले त्यहाँ माथि पुर्यायो अरे स्वर्ग जाने सुल्टीहरूको त्यो जाने बाटो त्यो लाग्थेँ। तेस्रो छुट्टिएर चाहिँ पुर्याएँ मैले। हेर्छ अड्डा गोर्खा बजारदेखि लिएर के यहाँ के अरे कालिका उता उतातिर गोरखनाथ दर्शन गरेर चट्ट कालिकामा प्रस्थान गर्दैछौँ। ल हामी जाँदैछौँ। आऊ जति बेला नि भिडै हुन्थ्यो। विदेश गए क्या विदेश नि गए चर्चमा गए कहाँ गए। यहाँबाट चाहिँ बाइक राखेर हिँड्दै जानुपर्ने रहेछ माथिसम्म। यहाँ घुमेर हामी दरबार सङ्ग्रहालय तोप कस्तो राम्रो कराएको छ र यार। बगैँचाहरू छ। गोर्खा सङ्ग्रहालय पार्क यता बन्दै छ। जाति नेवारी थापा जाति छेत्री तामाङ गुरुङ ड्रेस फरक छ। काजी कालु पाण्डे भित्रै ठ्याक्कै लाएर है मान्छे नसानी बनाइदिएको रहेछ होइन मान्छे आगो बालेर चाहिँ टक्क लाइट हालेर नाम्नेमा गोर्खा दरबार घुमिसकेपछि बाहिर आयो है त। दरबार यही हो। यहाँभित्र गएर घुमेर बाहिर निस्क्यौँ है त। पार्किङबाट बाइक निकाल्न थालेँ। त्यहाँ कुदिन जान टक्क कुर्सीमा बसिरहनु पर्छ ड्रेस लाएर। त्यहाँ सर्र गयौँ है त हामी गोर्खाको चटपटे खानालाई। चटपटे खाइयो बस पार्के चाहिँ गोर्खाको। चिलपारामा हिँड्थ्यौँ हामी होइन। काठमाडौँको लागि निस्क्यौँ है त हामी। मर्स्याङदी खोला
ल जाउँ। यताबाट पोखरा यताबाट गोर्खा छुट्टिने रहेछ है त। कृष्णवीर माओवादीको र पुलिसको पहिला भिडन्त भयो हुन्थ्यो नि वीर। यहाँ पनि टिकटहरू लाग्दो रहेछ, त्यो सरकार बनाएको रहेछ। हामी चाहिँ अब ढिलो भएर निस्किनु नभए निस्किन्थ्यौँ है त। यो चाहिँ तनहुँ र धादिङको सिमाना रहेछ है त। हाइवे निस्किने रहेछ है त। ल हामी सोलो राइडमा सिङ्गल छौँ है त गाइस। हामी चाहिँ अहिले मोगलिङ आइपुगेका छौँ। यताबाट पोखरा जाने बाटो हो, यताबाट हेर्न जाने बाटो छुट्यो मोगलिङमा। मनोकामना केबल कार आइपुग्यो है त। यहाँ चाहिँ बाटो ब्लक भएको रहेछ, जाम रहेछ। हामी चाहिँ बाइक छेउछेउ लिएर आयौँ। बाटो त परसम्म नै जाम थियो, अनि त्यही भएको कारणले गर्दाखेरि यहाँ बाटो बन्दै रहेछ भनिसकेपछि निस्क्यौँ। निस्केर हामी सरर काठमाडौँ आयौँ। काठमाडौँ आउँदाखेरि 9 जति बजेको थियो। थ्याङ्क यू सो मच भिडियो हेरिदिनु भएको धेरै धेरै धन्यवाद।